मौन धारण गर, व्यर्थ बकवास नगर, आत्मप्रशंसाको त्याग गर। शान्ति नै महान पुरुषहरूको उत्तम लक्षण हो। प्रत्येक कार्य शान्तिपूर्वक गर, आफ्ना इच्छाहरूलाई आफ्नो अधीन गर। कहिल्यै उत्तेजित नहौ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ। जो शान्त एकाग्र चित्तले प्रतिदिनका कार्यहरूलाई गर्दछ त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ। ससाना कुरामा उत्तेजित हुनाले मनको शान्ति भङ्ग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ। नमस्कार, म सीता अधिकारी। आदरणीय महानुभावहरू, सदाको चाहिँ आज पनि म हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। मैले आज हजुरहरूलाई यस भिडियो मार्फत सुकुम्बासी आन्दोलन, अधिकार, न्याय र जिम्मेवारीको सन्तुलन यिनै कुराहरूलाई यस भिडियो मार्फत लिएर आएकी छु। कहाँबाट हेर्दै हुनुहुन्छ? मेरो मेहनतलाई बुझेर यस भिडियोलाई फुलवाच गरेर लाइक, कमेन्ट र सब्सक्राइब गरी सबैको माझमा पुर्याइदिनु हुन अनुरोध गर्दै म अब मेरो प्रस्तुतिलाई अगाडि बढाउन गइरहेकी छु। आदरणीय महानुभावहरू, अहिले यति बेला जुन सुकुम्बासीहरूको कुरा चलिरहेको छ, उनीहरूले कहाँ बस्ने, कहाँ लैजाने, कस्तो किसिमको व्यवस्था गर्ने भन्ने यिनै कुराहरू चर्चा परिचर्चा भइरहेको छ। मैले आज यिनै कुराहरूलाई अवगत गराउन गइरहेकी छु। नेपाल एउटा सम्भावनाले भरिएको देश हो, तर यही देशमा आज पनि हजारौं नागरिकहरू आफ्नै नाममा एक टुक्रा जमिन बिना बाँच्न बाध्य छन्। उनीहरूलाई हामी सुकुम्बासी भन्छौँ। सुकुम्बासी हुनु केवल आर्थिक अभावको सङ्केत होइन, यो एउटा गहिरो सामाजिक र संरचनात्मक समस्याको परिणाम हो, जहाँ मानिस आफ्नो पहिचान, सुरक्षा र भविष्यका लागि सङ्घर्ष गरिरहेका छन्। तर आजको सन्दर्भमा सुकुम्बासी आन्दोलनलाई बुझ्दा हामीले एउटा संवेदनशील तर यथार्थ पक्षलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ। सबै सुकुम्बासीहरू वास्तवमा पीडित मात्रै होइनन्। केही व्यक्तिहरूले सुकुम्बासीहरूको नाममा सार्वजनिक वा सरकारी जमिनमा अवैध कब्जा गर्ने, अवसरको दुरुपयोग गर्ने र वास्तविक सुकुम्बासीहरूको अधिकारमाथि नै अन्याय गर्ने काम पनि गरेका छन्। यसैले यो विषयलाई केवल एकतर्फी दृष्टिले हेर्नु पर्याप्त हुँदैन। यहाँ सत्य दुईवटा पार्टीमा विभाजित छ। एकातिर वास्तविक पीडितहरू छन् भने अर्कोतिर केही नामको आडमा गलत फाइदा लिने प्रवृत्ति पनि देखिन्छ। नेपालमा सुकुम्बासी समस्या नयाँ होइन। गरिबी, बेरोजगारी, असमान विकास र विशेष गरी नेपाल सिभिल वारका कारण धेरै मानिसहरू विस्थापित भए। उनीहरू सुरक्षित स्थानको खोजीमा विभिन्न ठाउँमा बस्न थाले। सुरुमा अस्थायी रूपमा बसेका यी बस्तीहरू समयसँगै स्थायी बने, तर कानुनी मान्यता भने अझै प्राप्त गर्न सकेका छैनन्। असली अथवा वास्तविक सुकुम्बासीहरू तिनीहरू हुन् जो वर्षौंदेखि एउटै ठाउँमा बसिरहेका छन्, आफ्नो पसिना बगाएर घर बनाएका छन्, आफ्ना सन्तानलाई त्यही हुर्काएका छन्। उनीहरूको माग सरल छ,
कस्तो माग भने हामीलाई पनि सुरक्षित बसोबासको अधिकार चाहिन्छ, हामी सुरक्षित हुनुपर्दछ भन्ने असली सुकुम्बासीहरूको माग छ। तर यिनै आवाजहरूको बिचमा केही फरक आवाजहरू पनि मिसिएका छन्। केही व्यक्तिहरूले राजनीतिक पहुँच, समूहगत दबाव वा अवसरको फाइदा उठाउँदै नयाँ ठाउँमा कब्जा गर्ने, आफूलाई सुकुम्बासी भनेर दाबी गर्ने अथवा नक्कली सुकुम्बासी बनेका छन्। यो प्रवृत्ति पनि एकदमै बढेको छ। यसले गर्दा वास्तविक पीडितहरूको समस्या झन ओझेलमा पर्न थालेको छ। यो स्थिति किन खतरा छ भने जब गलत व्यक्ति सुकुम्बासीको रूपमा चिनिन्छ तब सरकार र समाज उनै अन्यलमा पर्दछन्। कसलाई सहयोग गर्ने, कसलाई रोक्ने, यही अन्यलले नीति कार्यान्वयन कमजोर बनाउँदै गएको छ अथवा कार्यान्वयनमा कमजोर देखिएको छ। यसै कारण सुकुम्बासी आन्दोलनलाई सफल र न्यायपूर्ण बनाउन छानबिन र पहिचान प्रक्रिया अत्यन्तै आवश्यक छ। सरकारले स्पष्ट मापदण्ड बनाउनु पर्दछ। को वास्तविक सुकुम्बासी हो, को नक्कली सुकुम्बासी हो, अथवा को वास्तविक सुकुम्बासी हो र को होइन। यसमा पारदर्शिता र निष्पक्ष अनिवार्य छ। यसका लागि नेसनल ल्यान्ड कमिसन जस्ता निकायहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर केवल आयोग गठन गरेर मात्र पुग्दैन। उनीहरूको काम प्रभावकारी, निष्पक्ष र छिटो हुनुपर्दछ। साथै अवैध कब्जा गर्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्दछ। यदि यसलाई व्यवस्था गरियो, ढिलासुस्ती गरियो वास्ता गरिएन भने यसले समाजमा अराजकता निम्त्याउन सक्छ। जमिन जस्तो संवेदनशील उर्वरा भूमि विषयमा नियम र कानुन सबैका लागि बराबर लागू हुनुपर्दछ। कसैलाई काखा, कसैलाई पाखा गर्नु हुँदैन। धनी धनीमै रहेका छन्, गरिबलाई बस्ने घाँस, बाँस, कपास पनि हुँदैन। त्यसकारणले यसको लागि निष्पक्ष छानबिन हुनु अत्यन्तै महत्त्वपूर्ण र जरुर मानिएको छ। तर यस सबैको बिचमा हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन। वास्तविक सुकुम्बासीहरू अझै पनि पीडामा छन्, अन्यायमा छन्, अधिकार पाएका छैनन्। आफ्नो घाँस बाँस राम्रोसँग पाएका छैनन्। उनीहरूलाई न त पूर्ण अधिकार छ न त स्थायित्वको अनुभूति। त्यसैले गलत प्रवृत्तिलाई रोक्ने क्रममा वास्तविक पीडितहरूलाई थप पीडा नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ। यो आन्दोलन केवल जमिनको विषय होइन, यो त न्याय र जिम्मेवारीको सन्तुलन हो। जहाँ अधिकारको माग छ त्यहाँ कर्तव्य पनि हुनुपर्दछ। जहाँ सहानुभूति छ त्यहाँ सत्यको पहिचान पनि आवश्यक छ। आदरणीय भानुभवहरू, समाजको रूपमा हामीले पनि सन्तुलन दृष्टिकोण अपनाउनु पर्दछ। न त सबै सुकुम्बासीहरूलाई दोष दिनु उचित हुन्छ, न त सबैलाई आँखा बन्द गरेर समर्थन गर्नु नै ठिक हुन्छ। हामीले सत्य छुट्याउने क्षमता विकास गर्नुपर्दछ। भित्री आँखाले हेर्नुपर्दछ कुन न्यायमा छ अथवा कसले न्याय पाउनुपर्छ, कुन अन्यायमा परिरहेको छ। यदि हामीले
सही र गलत छुट्याउन सकेनौँ भने न त वास्तविक सुकुम्बासीले न्याय पाउँछन् न त देशमा सुशासन कायम रहन्छ। अन्ततः सुकुम्बासी आन्दोलनले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। न्याय केवल अधिकार दिनु मात्र होइन, सही व्यक्तिलाई सही अधिकार दिनु हो। त्यसकारण आदरणीय महानुभावहरू, आउनुहोस् हामी यस्तो नेपाल निर्माण गरौँ जहाँ वास्तविक सुकुम्बासीले आफ्नो हक पाउँछन्, आफ्नो अधिकार पाउँछौँ। वर्षौंसम्म हामीले अब अधिकार पाउँछौँ, न्याय पाउँछौँ भनेर जुन उनीहरूले पर्खिराखेका थिए त्यसलाई पुरा हुन दिनुपर्छ अथवा नेपाल सरकारले पुरा गराइदिनुपर्छ। अवैध कब्जा गर्ने प्रवृत्तिको अन्त्य हुन्छ, अन्त्य गर्नुपर्छ, अन्त्य हुनुपर्छ र हरेक नागरिकले कानुनको सम्मान गर्नुपर्छ। किनभने जब न्याय सन्तुलित हुन्छ तब मात्र समाज स्थिर र समृद्धि हुन्छ भन्दै आदरणीय महानुभावहरू, यहाँहरूले यस भिडियोलाई दृढताका साथमा हेरेर सुनेर साथ दिनुभएकोमा यहाँहरूको महत्त्वपूर्ण समयको कदर गर्दै यस भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दै यहाँहरूबाट बिदा हुन्छु। हस्, धन्यवाद। ओम।